अन्तिम मोडमा आइपुग्दा सबै कुरा शून्य जस्तै लाग्छ। जति अगाडि पाइला सारे मन किन अझै अधुरो बाँच्छ। डर र साहस सँगै बोकेर जीवनको बाटो हिँड्दैछु। अन्त्य जस्तो देखिने ठाउँमा नयाँ बिहानी खोज्दैछु। अन्तिम मोड नै अन्त्य होइन, यहीबाट नयाँ यात्रा सुरु हुन्छ। आँसुका प्रत्येक थोपा भित्र भोलिको मुस्कान लुकेको हुन्छ। हारले मलाई झुकायो होला, तर कहिले तोड्न सकेन। ढले हजारौं पटक जीवनमा, तर सपनाले छोड्न मानेन। पछाडि फर्केर हेर्दा दाज घाउ र सिकाइ मात्र देखिन्छ। हरेक चोटले केही खोस्यो, तर नयाँ मान्छे पनि बनाइदिन्छ। आफ्नै छायासँग लड्दै लड्दै यति धेरै टाढा आइपुगे। टुटेका सपनाका टुक्राहरूबाट फेरि नयाँ संसार सजाए। अन्तिम मोड नै अन्त्य होइन, यहीबाट नयाँ यात्रा सुरु हुन्छ। आँसुका प्रत्येक थोपा भित्र भोलिको मुस्कान लुकेको हुन्छ। अब फर्किने बाटो छैन, अगाडि मात्रै हिँड्नु पर्छ। अँध्यारोले छेक्दै आए पनि आशाको दीप बाल्नु पर्छ। डर अझै छ मुटुको कुनामा, साहस पनि सँगै उभिएको छ। सायद यही अन्तिम मोडले मेरो गन्तव्य देखाएको छ। अन्त्य जस्तो लाग्ने ठाउँ नै
सुरुवात बन्न सक्छ फेरि विश्वासको एउटा सानो किरणले बदलिन सक्छ जीवन नै। अन्तिम मोड नै अन्त्य होइन, यहीबाट नयाँ कथा लेखिन्छ। हारेर पनि नहार्ने मानिसको यहीबाट इतिहास बन्छ। यात्राको यो अन्तिम मोडमा म आफैलाई फेरि भेट्दैछु, शून्यबाट फेरि उठेर आज मेरो गन्तव्यतिर हिँड्दैछु।